हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई पेज सो आज चाहिँ हामी यहाँनिर चन्द्रगिरी हिल्स आएका छौँ काठमाडौँको वान अफ द मोस्ट इम्पोर्टेन्ट प्लेस रहेछ टुरिस्ट स्पट्स रहेछ एकदमै बाहिरबाट मान्छेहरू एकदमै यहाँनिर भिजिट गर्दो रहेछ र हाम्रो पनि यो फर्स्ट टाइम हो भिजिट र हामीलाई एकदमै सुन्दर लाग्यो र हामीले यहाँनिर हेरेर सबै वरिपरि हामी हेरिरहेका छौँ र अब हामी चाहिँ सबै वरिपरि घुमिसकेर चाहिँ हामी केवलतारको एक्सपिरियन्स गर्न गइरहेका छौँ र तपाईँहरूलाई पनि साथसाथै लानेछौँ तपाईँहरू पनि हेर्न सक्नुहुनेछ यहाँनिर केवलतारकोमा उयो जानुको लागि चाहिँ चढ्नुको लागि तपाईँलाई एकजनाको चाहिँ 800 लाग्दो रहेछ नेपाली पैसा र तपाईँहरू पनि यहाँ आउनुभयो भने चाहिँ जरुर यसमा चाहिँ तपाईँले ट्राई गर्नु होला एकदमै राम्रो भ्युज देख्ने रहेछ यो माथि केवलतारबाट र एकदमै लामो यात्रा पनि रहेछ एकदमै 800 रुपियाँ चाहिँ तपाईँहरूले पनि यहाँ भिजिट गर्नु होला एकदमै सुन्दर एकदमै रमाइलो छ साथीहरूले सुन्नु सक्नुहुन्छ साथीहरूको गुड क्वेसन हो पछिन त तपाईको माइक हेलो भाइ माम छ नि त यो भनिदिनुस् भाइ तपाईलाई यहाँ के रे चन्द्रगिरी हिल कस्तो लाग्यो तपाईलाई यता तपाईको पहिला उयो भन्नु पर्यो नि के हुन्छ तपाईको ब्लगको नाम के हो वेलकम ब्याक टु माई भन्दै स्टार्टिङ अघि भएको छ यहाँ त अब आज त एकदम दामी भयो नि अब यहाँ अब यस्तो जग्गा हामीले सोचेको पनि थिएन हो अब यहाँ फर्स्ट टाइम चढेको झन् यसमा त हो यहाँबाट अब अझै अलिकति फगी लागेकोले गर्दाखेरि चाहिँ राम्रो देखेन माथि क्लियर चाहिँ अलिकति थिएन हो र पनि अब जे मजा आयो माथि गएर है मजाले घुम्यो हामी यहाँनिर अब यहाँ कतिजना चाहिँ 8-9 जना है जग्गाको नाम फेरि भनिदिनुहोस् कि जग्गाको नाम त के भने चन्द्रगिरी काठमाडौँ मजा आयो काठमाडौँ नेपाल हाम्रो चाहिँ फर्स्ट ट्रिप थियो है एकदमै राम्रो भयो ब्रदरलाई दिनुहोस् न ब्रदर त पुरा एक्सपिरियन्स हुन्छ नर्मल भइसकेको छ हाम्रो लागि त ल फड्काउने ठाउँ पनि छैन हातै बोक्दैन हजुर ब्रदर्स तपाईँले भनिदिनुहोस् अलिकति हामी त फर्स्ट टाइम हो यहाँनिर तपाईँले राम्रोसँगले हामीलाई घुमाइदिनु भयो यहाँनिर सर्वप्रथम तपाईँहरूलाई फेरि पनि स्वागत छ काठमाडौँमा पहिलोचोटि आउनु भएको छ अनि यसरी तपाईँहरूलाई घुमाउन पाउँदा खुसी पनि लागेछ होइन तपाईँले सायद इन्जोय गर्नुभयो होला अझै पनि ठाउँहरू छन् फेरि पनि हामी जानेछौँ यसपछि अरू ठाउँहरूमा रमाइलो गर्नेछौँ है तपाईँहरूको बसाइ राम्रो रहोस् तपाईँहरूलाई शुभकामना छ थ्याङ्क सबैले भनिहाल्यो एकदमै आज खुसी लागिरहेको छ किनभने काठमाडौँ आएको आज पहिलोपल्ट हो तर अब काठमाडौँ आउँदाखेरि चाहिँ यो इन्टेन्सन लिएर चाहिँ आएको होइन कि आज रोपेमा चढिन्छ भनेर र यो जुन चाहिँ आज हामी यसरी हिँडिरहेका छौँ हामी जति पनि यहाँ छौँ सबै हिँड्नेहरूले प्रायः अलिअलि हामीले यो युट्युब च्यानलतिर प्रायः अलिअलि देखेका चाहिँ हौ तर त्यस्तो अब केयर चाहिँ हामी नगरेको तर आज नसोचेको कुरो चाहिँ यहाँ भइरहेछ खास गरी साँच्चै नै एक्ज्याक्ट भन्नु भने मैले चढ्छु भनेर 10 भनेको थिएन हामी अर्कै इन्टेन्सनमा आएको तर आज विशेष गरी हाम्रो ब्रदर हाम्रो विलियमको यसमा ठुलो हात छ र उहाँले नै गर्दाखेरि अब यस्तो हुन्छ त्यस्तो हुन्छ यो डाँडाबाट त्यस्तो देख्छ हुनु पनि अब यहाँ हेऱ्यो भने तल काठमाडौँ सहर एकदमै राम्रो देखिँदो रहेछ र अघि यहाँनिर सोध्दै थिएँ कस्तो लाग्यो भनेर मलाई चाहिँ काठमाडौँ सहर चाहिँ एकदमै यो रमाइलो चाहिँ कस्तो प्रकारको रमाइलो लाग्यो भने त्यो ओखर फुटाएर खाँदाखेरि त्यो भित्रभित्र बुद्धि पसेको हुन्छ नि त्यो टक्कै ओखर फुटाएर 2 फब्रुअरी भन्छ त्यो त्यसको भित्रभित्र पसेको त्यो गाउँहरू त्यसरी पसेको छ सहरहरू के र कुना कुनामा यसरी पसेको चाहिँ मैले देखेँ र एकदमै रमाइलो लागिरहेछ आज र अब नसोचेको घटना भएकोमा चाहिँ अब एकदमै बेसी खुसी छु थ्याङ्क यू सो मच मलाई एकदम रमाइलो लाग्यो नेपालको काठमाडौँ भन्ने सहर पनि म कहिले आएको थिइनँ नि त त्यही भएर अब यस्तो जग्गा चढ्नु पाउँछु भनेर चाहिँ मैले सोचेको थिइनँ रमाइलो लाग्यो मेरो ब्रदरले एकदम धेरै धेरै धन्यवाद यत्रो टाढोबाट आएको हाम्रो यहाँ गेस्टहरूलाई एकदम तपाईँहरूले एकदमै याद गरिदिनु भइरहेछ यत्रो हामी यति बेसी मान्छेहरू आएन तर पनि अब कहिले पनि टाइम दिइरहेछ हामीलाई सधैँ टाइम दिइराख्नु भएको छ हैन धेरै धेरै धन्यवाद थ्याङ्क यू ल सुरु गर्दियौँ है
र सर्वप्रथम त हाम्रो आज काठमाडौँ आउनु हाम्रो अघि गुरुबाउले भन्नुभयो हामी एउटा इन्टेन्सनले आएको थियौँ र दाजुको जुन भइरहेको छ त्यो कामले आएको थियौँ र तर आज काठमाडौँ आउँदाखेरि हामीले केबल तारको एक्सपिरियन्सहरू गर्न पायौँ र त्यो चाहिँ हाम्रो सबभन्दा ठुलो श्रेय चाहिँ हाम्रो ब्रदर विलियमलाई जान्छ। उहाँलाई धेरै यसको आइडिया भएको कारणले गर्दाखेरि र हामीसँग धेरै साथीहरू पनि छुट्टिन गयो, मौकाहरू गुमाउनु भयो। एउटा सुनौलो मौका थिएछ यो चाहिँ, एउटा आँट आउँदो रहेछ यसमा, यो हाइटमा चढेर हिँड्दाखेरि होइन। जुन डरहरू अलिक त्यो डरलाई चाहिँ हामीले उयो गर्नु सक्दो रहेछ र एकदमै हाइट रहेछ यो। यसो मैले अन्दाजहरूमा गर्दाखेरि त अघि त 27हरू जस्तो लाग्दै थियो। अब गएर त्यो चाहिँ परेर नै पुरा थाहा हुन्छ होला होइन। र एकदमै मजा आयो एक्सपिरियन्स, केबल तारको फर्स्ट एक्सपिरियन्स। र तपाईँहरू पनि सबैजना हाम्रो रोजन दाजुको युट्युब च्यानल सब्सक्राइबरहरू जति पनि हुनुहुन्छ तपाईँहरू पनि आएर काठमाडौँको यो केबल तारमा एक्सपिरियन्स गरिदिनु होस् र उहाँको च्यानललाई पनि सेयर र सब्सक्राइब पनि गरिदिनु होस्। थ्याङ्क यू सो मच। आरजी ब्लग्स सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। तपाईँ चाहिँ कहाँबाट आउनुहुन्छ तपाईँ? हजुर हामी चाहिँ माछा पोखरीबाट आएको। नेपालैबाट? नेपालभित्र? हजुर। हाम्रो दिदीसँग आज हामी चाहिँ आउट कन्ट्रीको परेछ। हामी चाहिँ इन्डियाबाट। आउट कन्ट्री नि हामी इन्डिया दार्जिलिङ नेबरिङ कन्ट्री। त्यही त मलाई त्यो टाउन त्यस्तै लाग्यो। सबै मिक्स छ यहाँ, मुचेर सिक्किम दार्जिलिङ सब मुचेर। ए खुसी लाग्यो अहिले खुसी लाग्यो। माछा पोखरी अहिले पछि चाहिँ घाम लाग्यो क्या। अहिले कस्तो चिसो थियो। अहिले चाहिँ घाम लाग्दै रहेछ नि। हामी फर्केपछि न त कस्तो राम्रो देख्छ। त्यही त माथि हुँदाखेरि चाहिँ लाग्दैन।